हैन टिम्बुर बाटोमा यस्तो कन्टमलहरु पाकिरहेको छ। Maybe we just need to grab हाम्रो लन्डन ग्राफर ल आज हामीहरु बर्ड हन्टिङमा गएको एनिमल बर्ड्स के पाउँछ जंगलमा त्यो सुट गर्न चाहिँ हामीहरु जंगल कृष्ण कहाँ आको forest. ओरिजिनल आमामामा ल एक बिहान यस्तो फलफुल खानु पाउँदाखेरि यो प्राकृतिकले दिएको सब पाकेको रहेछ है। ल हेरौँ त Maybe we just need to grab maybe we just need to get a basket and put all these. बास्केट ल्याउनु अघि नानीको बास्केट थियो ल्याउनु पर्यो नि त्यो पर्छ भने राम्रो हेर्ने किराहरू एकदम किराहरूदेखि चाहिँ जोगिने विषालु पनि हुन्छ यसलाई यहाँनिर टिम्बरको बोट पनि रहेछ। लटरम्म रहेछ त्यहाँ हाँगा आउँदै ए यहाँ आएर ओ पर दिन सबै टिम्बुरको लाइन रहेछ त्यही भएर होला नि टिम्बुर यस्तो खाले टिम्बुर पाउँछ यहाँनिर यहाँ छेउ तर कस्तो स्टाइलको नि लु यो छेउ खाने हो कि होइन कमेन्ट गरेर भन्नु पर्यो साथीहरू। यहाँ र छेउ कति छ यहाँनिर ओह त्यहाँनिर अहिले अब ठ्याक्कै च्याउको सिजन रहेछ। यहाँनिर नि च्याउ कति छ ऊ यहाँनिर च्याउ मसिनो यो च्याउ चाहिँ यो खाने हो कि होइन तपाईहरुलाई थाहा छ भने कमेन्ट गर्नु होला। यो यस्तो खाले च्याउ छ यहाँनिर ओरालो लड्छ है नानी डाँडा काँडा कस्तो उयो ओह्रालो त्यो ओह्रालो यता त माथि उता पानी गएको तल खोल्किने पानी दियो खोल्की गएर तल खोलामा पानी गएको यताबाट पनि जाने रहेछ यताबाट पनि जाने रहेछ यताबाट पनि जाने रहेछ बाटो चाहिँ हामीले भक्किम्लो भन्छौँ। यो नेपालमा कस्तो खाले भक्किम्लो पाउँछ तर यहाँ चाहिँ हामीले यसलाई नै भक्किम्लो मानेर खाइन्छ। तपाईँको यो टेस्ट ठ्याक्कै अमिलो तितो भयो यता फर्किने यता यही हो नि त भक्किम्लो तर अहिले टाइम भएको छैन। दाजु नाति पर गइरहेछ दुईजना क्रिसा लिंकिंग I mean, my shoes are dirty. जा बगानिया रहेछ यो सब